प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम यो भनेको के हो? किन यस्तो योजनामा पैसा हाल्ने? आफैले सोच्नुपर्ने कुरा। पुँजी गरिदिन्छ। अहिले लगानी गर्ने कि नगर्ने? यो मैले बुझेको कुरालाई तपाईले प्रयोग गर्नुभएको जस्तै सरल नेपाली भाषामा तल लेखेर थप प्रश्न पार्ने प्रयास गरेको छु। प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम। प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम यो भनेको के हो? यो तपाईले सोचे जस्तो कुनै नयाँ कम्पनीको आइपिओ इनिसियल पब्लिक अफरिङ होइन। आइपिओमा नयाँ कम्पनीको सेयर पहिलो पटक बेचिन्छ, जुन एक निश्चित समयको लागि मात्र हुन्छ। यो योजना म्युचुअल फन्ड हो, जुन अलि फरक तरिकाले काम गर्छ। यसलाई अझ सरल भाषामा बुझ्दा यो एउटा जम्मा गर्ने बाकस हो, तर पैसा बढाउनको लागि तपाईँ जस्तै धेरै मानिसहरूबाट पैसा जम्मा गर्ने एउटा बाकस वा थलो हो। यो जम्मा भएको पैसालाई प्रभु क्यापिटल एउटा कम्पनीको नामले चलाउँछ। सेयर किन्ने, तर तपाईँ आफैले होइन, तपाईले प्रभु क्यापिटललाई पैसा दिनुहुन्छ। त्यो पैसाले प्रभु क्यापिटलले धेरै कम्पनीहरूको सेयर साना साना हिस्सा किन्छ। एउटै कम्पनीमा मात्र नराखेर धेरै ठाउँमा लगानी गरिने हुनाले तपाईको पैसा डुब्ने जोखिम कम हुन्छ। ब्याङ्कमा पैसा राखे जस्तै, तर आम्दानी अलि फरक। तपाईले ब्याङ्कमा पैसा राखे जस्तै हो यो पनि, तर ब्याङ्कले तपाईलाई निश्चित ब्याज दिन्छ, जस्तै वार्षिक 5%। म्युचुअल फन्डमा चाहिँ शेयर बजार बढ्यो भने तपाईको पैसा पनि बढ्छ र घट्यो भने घट्न पनि सक्छ। यसमा ब्याङ्कको ब्याजभन्दा अलि धेरै कमाइ हुने सम्भावना हुन्छ, तर जोखिम पनि अलि बढी हुन्छ। जहिले हाल्न पनि मिल्छ, जहिले झिक्न पनि मिल्छ। यो योजना खुला प्रकृतिको हो। यसलाई अंग्रेजीमा ओपन एन्डेड भनिन्छ। यसको अर्थ के हो भने तपाईले जहिले पनि यो योजनामा नयाँ पैसा हाल्न युनिट किन्न सक्नुहुन्छ अनि जहिले पनि आफ्नो पैसा झिक्न युनिट बेच्न सक्नुहुन्छ। तपाईलाई आफ्नो युनिट बेच्नको लागि अर्को कोही मान्छे खोजिरहनु पर्दैन। किन यस्तो योजनामा पैसा हाल्ने? आफैले सोच्नुपर्ने कुरा। पुँजी बढाउन। यसको मुख्य उद्देश्य नै आफ्नो पैसालाई समयसँगै बढाउनु हो। कम जोखिममा धेरै ठाउँमा लगानी। तपाईको पैसालाई एउटै ठाउँमा मात्र नराखेर धेरै फरक कम्पनीहरूमा लगानी गरिदिन्छ। यसले गर्दा कुनै एक कम्पनीमा समस्या आए पनि तपाईको पुरै पैसा जोखिममा पर्दैन। चिन्ता नगर्ने। शेयर बजारबारे धेरै जानकारी नहुने वा समय नहुने मानिसहरूका लागि यो सजिलो हुन्छ, किनकि लगानी गर्ने र त्यसको हेरचाह गर्ने काम प्रभु क्यापिटलले नै गरिदिन्छ। अहिले लगानी गर्ने कि नगर्ने? यो रूपमा तपाईको व्यक्तिगत निर्णय हो। कुनै पनि लगानी गर्नुअघि तपाईले आफैले राम्ररी बुझ्न जरुरी छ। यो योजना 2082 जेठ 23 गते सन् 2025 जुन 6 देखि खुलेको छ। सोच्न आवश्यक पर्ने केही कुराहरू। तपाईको पैसाको लक्ष्य के हो? तपाईँ छोटो समय केही महिनामा पैसा कमाउन चाहनुहुन्छ कि लामो समय जस्तै 5-10 वर्ष को लागि लगानी गर्न चाहनुहुन्छ? कति जोखिम लिन सक्नुहुन्छ? शेयर बजारमा पैसा घट्न पनि सक्छ, बढ्न पनि। तपाईँ कस्तो मान्छे हुनुहुन्छ? पैसा घट्दा डराउनुहुन्छ कि डराउनुहुन्न? तपाईको आर्थिक स्थिति कस्तो छ? तपाईलाई नचाहिने फाल्तु पैसा छ कि छैन? किनभने यो त्यस्तो पैसा हुनुपर्छ जुन तपाईलाई तुरुन्तै आवश्यक पर्दैन। अन्तमा यस्तो कुनै पनि योजनामा पैसा हाल्नु अघि सबै कुरा राम्ररी बुझ्नुहोस्। यदि अझै स्पष्ट भएन भने राम्रो आर्थिक सल्लाहकार फाइनान्शियल